जानी नजानी होइन, जानी 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 सांसद भएकै हो। तर सांसद भएर पनि म चाहिँ समाज सेवा गर्ने हुँ भनेर चुनाव प्रचारमा पनि मैले भनेकै हो। म यहाँबाट सांसद भएर गएपछि मैले माथि गएपछि म राजनीति म गर्दिनँ। म चाहिँ सामाजिक कामहरू, जिल्लाको कामहरू, समाजलाई, गाउँघरलाई हुने कामहरू गर्छु भनेर चुनाव प्रचार गरेकै हो। त्यस कारणले जानी नजानी भन्ने होइन कि के अरे जानी जानी चाहिँ यहाँ आएको हो। पद चाहिँ सांसद हो होइन, तर म के अरे पद चाहिँ सांसद हो र त्यो चाहिँ सांसद भन्ने बित्तिकै सबैले चाहिँ यो राजनीतिक पद हो भन्ने ठान्छन्। तर म चाहिँ एउटा के भन्छ यस्तोलाई एउटा अचम्मको चाहिँ कुरो चाहिँ के हो भने सांसद भएर पनि राजनीति नगर्ने सांसद सायद संसारमा अरू ठाउँ छ कि छैन, नेपालमा चाहिँ छ, त्यो भनेको मै हो। ल यसो मान्छे एउटा अन्तिम प्रश्न, जसरी अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतिर भारत भ्रमणमा हुनुहुन्छ, एउटा ठुलो दल, सत्तारूढ दल होइन, अब त्यो दलले दलका सभापति जसरी भारत भ्रमण हुँदै गर्दाखेरि जसरी सम्मान पाइराख्नु भएको छ, के आशा गर्न सकिन्छ? तपाईँहरू जस्तो मान्छेले या त आम नेपाली जनताले चाहिँ के आशा गर्न सक्छ उहाँको भ्रमणबाट? त्यो त दौत्य सम्बन्ध, अब त्यो पनि राजनीति हो। अब एउटा देशको भनौँ न राजनीतिज्ञ अर्को देशमा गएर अर्को देशको राजनीतिज्ञहरूसँग छलफल गरेर गर्ने भन्ने कुराहरू अब त्यो राजनीतिक कुराहरू हो र आपसी सम्बन्धको कुराहरू होला। अब अहिलेको संसारमा चाहिँ के हुन्छ त भन्दाखेरि व्यापार व्यवसाय होइन, एक आपसमा चाहिँ व्यापार व्यवसाय गर्ने कुराहरू पनि हुन्छन्। अब के गर्नुहुन्छ मैले त्यतातिर ख्याल राख्दिनँ, किनभने त्यो मैले गर्ने विषय होइन। मैले गर्ने विषय नभएपछि अर्काले गरेको कुरालाई मैले के अरे वास्ता गरेर त्यसमा किन टिका टिप्पणी गर्ने, म चाहिँ गर्दिनँ। अब राम्रो भयो भन्ने कुरा, अब सम्झौता के छलफल गरेर आएपछि त्यो कुराहरू गर्लान्, गरेपछि राम्रो पनि होला नराम्रो पनि होला, त्यो भविष्यले बताउने कुरा।